राष्ट्रिय समाज हो। सुशासन भनेको पारदर्शी हो। अहिले नै कतिपय कुराहरूमा त्यो देखिरहेको छैन, अहिले यहीँभित्रका गतिविधिहरूबाट। त्यस कारण यो सबै चिजलाई अलिकति विस्तृत अध्ययन गर्नुपर्ने नै आवश्यकता छ। अहिले जसरी 8वटा अध्यादेश आएको छ, प्रस्तुत भयो। अब संसदीय नियमावली जुन आएको छ, संसारमा तपाईँहरू धेरै राष्ट्रिय दृष्टिकोणले म भन्दा नि बुझेका साथीहरू पत्रकार हुनुहुन्छ। कुनै पनि देशको सबभन्दा माथिल्लो 1 नम्बर मूल कानुन भने संविधान हुन्छ। संविधान पछि संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाले नै पारित गरेर राष्ट्रपतिले नै स्वीकृत गरिसकेको ऐन कानुन हुन्छ। त्यो ऐन कानुन पछि मात्रै नियम हुन्छ। नियम पछि अनि निर्देशिकाहरू हुन्छन्। यसरी चल्छ। अब यो नियमावली नै देशको कानुनभन्दा माथि ढङ्गले प्रस्तुत भएको छ एकातिर भने, यो धेरै ठाउँमा चाहिँ नियन्त्रित समाजतिर उन्मुख हुनु खोजेको हो कि भन्ने पनि देखिन्छ। यी सबै कुराहरूलाई अहिले नै चाहिँ मैले त पहिला पनि तपाईँलाई भनेको छु, अहिले पनि तपाईँहरूलाई भन्छु, कुनै पनि लोकतान्त्रिक पद्धतिबाट निर्वाचित सरकारको निम्ति 100 दिन उसको हनिमुन डेज हो। 100 दिनलाई म प्रतीक्षै गर्नुपर्छ भन्छु, कडा हुनुभन्दा नि अगाडि। के अरे दिइहाल्नुभयो, पर्खिनु भएको छ होइन, म पर्खेकै छु। त्यस कारण अहिले नै म यस्तो सबै टिप्पणी गर्दिनँ। राष्ट्रिय सभाको भूमिका भन्नु न, तपाईँहरूले के गर्नुहुन्छ? के राष्ट्रिय होइन, अध्यादेशको विषयमा फेरि पनि कतिपय अध्यादेशहरू उपयुक्त नै छ। त्यसमा संशोधन उहाँहरू गर्न तयार भयो भने त्यो संशोधनको निम्ति बसेर संवैधानिक परिषद संवैधानिक परिषद 2047 सालको संविधान, पहिलो संविधानमा उल्लेखित गर्यो। तर त्यसपछि 2063 सालको अन्तरिम संविधान, जुन अन्तरिम संविधानको हो, नेपाली कङ्ग्रेसको तर्फबाट ड्राफ्टकर्ता म पनि हो। अब हामीले त्यसमा चाहिँ नयाँ राजनीतिक शक्ति माओवादीलाई पनि इन्क्लुड गरे हुनाले उनीहरूको पनि भावनालाई कदर गर्नुको निम्ति 63मा चाहिँ नि विशेष गरेर के लेख्यौँ भने सहमतिबाटै यो के अरे नियुक्तिहरू गर्ने भन्ने कुरा चाहिँ नि त्यहाँ चाहिँ नि भयो। र त्योमा चाहिँ नि मलाई सम्झना भएअनुसार चाहिँ नि यी अहिले भएका बाहेक भिन्न दलका चाहिँ नि मन्त्रीहरूलाई पनि समावेश गर्नुपर्छ भन्ने छ 63को संविधान अन्तरिममा। अब अहिले आएर 72 फेरि यो 72 त्यसपछि आएर 66को संविधान के अरे संशोधन अहिलेको सरकारले मात्रै गरे होइन, त्योभन्दा अगाडि पनि भएको हो। र त्यो बेला पनि तपाईँहरूलाई संसदमा थाहा छ भने यो संवैधानिक परिषद होइन, यो भागवण्डा परिषद हो। यो भएन भन्ने विरोध गर्ने मान्छे म पनि थिएँ। र त्यो संसदमा भए हुनाले म गर्वसाथ भन्न सक्छु कि मैले बोलेको थिएँ त्यो बेला यसको विरोध आएँ, यस्तै प्रोभिजन ल्याएको थियो। अब नेपालको संविधानमा सम्पूर्ण रूपबाट बहुमतीय पद्धतिलाई स्वीकार गरेका छ र सकेसम्म सहमति नभए भने बहुमत, त्यही हो लोकतन्त्र। अब 3-3 जना बराबर पनि लोकतन्त्रको निर्णय हुन्छ। 4 जनाले नै हस्ताक्षर गरे होइन, यो भिन्दै कुरा। तर प्रावधान त 3 जना भएपछि प्रधानमन्त्री लाग्यो उतै हुने खालको त लोकतान्त्रिक भएन। बरु 1 जना थपेर 7 जना हुँदा घटाएर 5 बनाए पनि हुन्छ। तर यो अलोकतान्त्रिक पद्धतिलाई चाहिँ नि अङ्गीकार गर्दै लोकतन्त्रलाई पनि नियन्त्रित लोकतन्त्र बनाउनु खोज्ने र के अरे यो न्यायपालिकालाई नियन्त्रित न्यायपालिका बनाउनु खोजियो भने त्यो दुर्भाग्य। नीति कार्यक्रम चाहिँ नीति कसलाई बनाउनु पर्छ भन्ने भन्दा पनि निश्चित अवधारणा। सुन्नुहोस्, अब त्यसमा चाहिँ नि के छ भनेदेखि संसारभरि नै र नेपालमा त 70-75 वर्षदेखिको अभ्यास, नेपालमा ठुल्ठुलो परिवर्तनहरू भयो। 7 सालका परिवर्तनदेखि 17 सालपछि पनि भएका परिवर्तनहरूमा पनि कमसेकम 2 ठाउँमा न्यायिक क्षेत्र र के अरे नेपाली सेनालाई चलाइएन, त्यो वरिष्ठताकै क्रममा गरिएको थियो।
अहिले को हुने नहुने भन्ने संवैधानिक असंवैधानिक भन्दा पनि अहिले चौथो हुन्छ भने अर्कोचोटि पाँचौँ ले सबैलाई छाडेर चाहिँ कसरी चाकरी गर्ने सत्ता बन्ने भन्ने परम्परा विकास हुन्छ नीति तथा कार्यक्रम तपाईँको लामो अनुभवले यसलाई कार्यान्वयनको चरणमा लैजान चाहिँ कतिको होइन अब बजेटलाई पनि आउन दिउँ मूल कुरा चाहिँ कार्यक्रमिक चरणको हो किनभने हाम्रो समस्या अहिले जोसुकै सरकारमा गए पनि जनताको बिचमा उर्लिएको आकाङ्क्षा र राष्ट्रको स्रोत र साधनको सीमितता त्यसलाई सन्तुलन बनाउनको निम्ति जतिसुकै ठुल्ठुला कुरा गर्ने कुरा हो यो खासमा यो विगतको निरन्तरता नै देख्नुभयो नयाँपन देख्नुभयो नयाँपन प्रतिक्रिया के हो संक्षिप्त प्रक्रिया विगतको निरन्तरताको कर्मकाण्डीपनमा केही नयाँ जलप थपेर आकर्षण दिनु खोजिरहेको छ